मर्निङ एभ्रिवान। काठमाडौँमा चिसो जाला जस्तो त लाग्दैन मलाई खासै होइन। यति चिसो भइरहेको छ कि यति चिसो भइरहेछ, पुरै त्यो बादल लागेर ढाकिसकेको छ। काममा जान पनि कस्तो चिसो लागिरहेछ कि अहिले, कस्तो झ्याउ भइरहेछ। पहिलेदेखि हो तातो, सरस्वती पूजापछि त तातो फर्किनु पर्ने हो, तातो पनि फर्किएको छैन।